मुंशी प्रेमचंद जी को प्रेरणा। मेरो कक्षामा सूर्य प्रकाश भन्दा बढी उद्यमी केटाको उदाहरण छैन। बरु यो भनौँ, शिक्षक जीवनका 10 वर्षमा मैले यति अत्यन्त स्वभाव भएको केटा कहिले देखेको थिएन। शिक्षकहरूलाई रिझाउने, झुक्याउने र मैले ती केटाकेटीहरूलाई रुवाउने उसलाई अत्यन्त रमाइलो लाग्थ्यो। कपट क्रीडामा उसका जान बस्थ्यो। ऊ हिरो बनाउनेमा माहिर थियो र उसले खुदै फौजदार नामको समूह बनाएर पुरै विद्यालयमा त्रास फैलाएको थियो। एकपल्ट निरीक्षक हुन कुरा भयो र मुख्य प्राचार्यले सबै विद्यार्थीहरूलाई निर्देशन दिनुभयो, सबैजना आधी घन्टा अगाडि आइपुग्न पर्छ। तर 10 बजिसक्यो र कुनै विद्यार्थी विद्यालयमा उपस्थित भएन। निरीक्षक साहब आएर बसिरहेथे र 11 बजेतिर सबै विद्यार्थीहरू यसरी निस्केर भागे जस्तो पिंजरा खोलेर चराहरू उडाए। मुख्य प्राचार्य धेरै रिसाउनु भयो र सबै शिक्षकहरूको धेरै निन्दा भयो र यो सम्पूर्ण शरारत सूर्य प्रकाशको थियो। तर धेरै सोधपुछपछि पनि कसैले उसका नाम सुनेन। म आफ्नै पढाउनेमा गर्व गर्थेँ, तर जब म यहाँ आइपुगेँ तब मैले देखेँ मेरो सम्पूर्ण ज्ञान र सिप काम लागेन। 20-22 जना अनुभवी र शिक्षा शास्त्रका ज्ञानीहरूले मिलेर पनि 10-12 वर्षको उद्दण्ड बालकलाई नसुधार्न सक्ने र यो कुरा निकै निराशाजनक। पुरै विद्यालय सूर्य प्रकाशमा परेशान थियो, तर सबैभन्दा बढी पीडामा म थिएँ, किनकि ऊ मेरै कक्षाको विद्यार्थी थियो र उसका सबै दुष्कर्मको असर मलाई पर्थ्यो। म सधैँ विद्यालय आउँदा डराउँथेँ, हे भगवान्, आज के विपत्ति पर्ला। र एक दिन मैले कक्षामा आफ्नो मेजोको दराज खोलेँ र मैले देखेँ एउटा ठुलो भेउता निस्केर भाग्यो र म डराएर पछाडि भागेँ र मैले देखेँ सूर्य प्रकाश खिलखिलाउँदै हाँसिरहेको थियो। मैले रिसले उसलाई हेरेँ र भने, यस्तो केटा त तल्लोको कक्षामा कसरी पास भयो होला सूर्य प्रकाश। र मैले उसले रिसाएर भने, सूर्य प्रकाश, तँ यो कक्षाबाट जिन्दगी भर पास हुन सक्दैनस्। सर, तपाईँ मेरो पासको चिन्ता नगर्नुहोस् सर, म जहिल्यै पास भएको छु र यसपालि पनि पास हुन्छु सर। यो असम्भव छ। सर, असम्भवलाई सम्भव बनाइन्छ सर। म उसको अचम्मले हेरेँ। अत्यन्त बुद्धिमानी र मेहनती केटाले पनि यति आत्मविश्वासले भन्न सक्थेन। म अचम्ममा परेँ र मैले सोचेँ, यो त प्रश्नपत्र चोर छ कि क्या हो। र मैले नै ठाने, यसपल्ट उसका कुनै चाल चल्ने दिने होइन। हेरौँ कसरी पास हुनेछ, आफै भागेर जानेछ। र वार्षिक परीक्षा आयो। मैले विशेष निगरानी राखेँ, तर जब मैले सूर्य प्रकाशको उत्तर पुस्तिका हेरेँ, म अचम्ममा परेँ। मेरो 2टा विषय थियो र दुवैमा उसले सबैभन्दा बढी अङ्क प्राप्त गरेको थियो र मलाई राम्ररी थाहा थियो ऊ मेरो कुनै प्रश्नको उत्तर दिन सक्थेन। तर जब मैले त्यसको उत्तर पुस्तिका हेरेँ र मलाई केही शङ्का गर्न प्रभाव भयो र म फौरन प्रिन्सिपलसित गएँ र मैले सोधेँ, सर, तपाईँले सूर्य प्रकाशको पर्चा हेर्नुभयो? दिमाग में चल्दैन। सायद म स्वभावले निराशवादी छु, किनकि सूर्य प्रकाशको विषयमा मैले विद्यालयमा कुनै शिष्यलाई चिन्तित देखेन। बरु यसो भनौँ, यस्तो केटाहरू विद्यालयमा हुने कुनै अनौठो कुरो आएन। तर मेरो लागि ऊ रहस्यमय थियो। यदि ऊ यस्तै तरिकाले जीवनमा अगाडि बढ्यो भने एक दिन ऊ जेलमा हुनेछ या त साईको अस्पताल। केही वर्ष मेरो सरुवा भयो। यहाँका वातावरण मेरो लागि अनुकूल थियो र
सबै शिक्षक मण्डलहरूसँग मेरो राम्रो सम्बन्ध। तर म आफ्नै स्वरूपबाट सन्तुष्ट छु, किनकि सूर्य प्रकाश नामको काँडा अब मेरो जीवनमा रहन्छ। सबै विद्यार्थी मलाई स्टेसनसम्म पुर्याउनु र सबैको आँखामा आँसु। मैले नि आफ्नो आँसु गर्न सकेँ, तर मैले देखेँ सबैभन्दा पछाडि सूर्य प्रकाश लाज मात्रै। सायद ऊ मसँग केही भन्न चाहन्थ्यो। मेरो मनले नि भन्यो, हिँडौँ अगाडि, उसँग 2-4 कुरा गरौँ। तर न त उसले कुनै प्रयास गर्यो, न मैले कुनै र यो कुराले मलाई धेरै दिनसम्म पछुतायो। उसका झिझक त क्षम्य थियो, तर मेरो मन अक्षम्य थियो। करुणा र गलानी भएको त्यो बेलामा सायद मेरो 2-4 निष्कपट शब्दले उसको जीवनमा गहिरो प्रभाव डाल्थ्यो। तर यस्तो घुमाइहरूको अवसरलाई नि जीवन भन्छ। नयाँ ठाउँ र नयाँ चिन्ताहरूले मलाई चाँडै नै आफ्नो बनायो र पछिल्लो दिनको कुराहरू सम्झिन अब एउटा चाहना थियो। न त कसैले मलाई चिठी लेख्यो, न मैले कसैलाई चिठी पठाएँ। सायद यो नै संसारको चलन। वर्षापछिको हरियाली कति दिनसम्म रहन्छ र? सर नेहरूले मैले इङ्ल्यान्डमा पढ्ने अवसर पाएँ। त्यहाँ 3 वर्ष बिताएपछि जब म फर्केँ, एउटा कलेजमा प्रिन्सिपल, शिक्षा मन्त्री र अन्य शिक्षक मण्डलहरूसँग मेरो राम्रो सम्बन्ध थियो। तर सत्य अर्थमा भनौँ भने उनीहरूलाई शिक्षाका मौलिक सिद्धान्तहरूको कुनै ज्ञान थिएन। बरु मलाई पाएपछि उनीहरूले सबै जिम्मेवारी म माथि सौंपे र उनीहरू घोडामा र लगाम मेरो हातमा। तर त्यसको नतिजा के भयो भने उनीहरूका राजनीतिक प्रतिद्वन्दीहरू मेरो शत्रु भयो र म माथि धेरै आक्रमण हुन थाल्यो। त्यसैबीच मेरो श्रीमतीको निधन भयो र मलाई यस्तो लाग्यो मेरो ढाँडो भाँच्यो र म गाउँतिर फर्केँ। नयाँ ठाउँका नयाँ चिन्ताहरूले मलाई चाँडै नै आफ्नो मैले एउटा रुखको छाउमा विद्यार्थीहरूलाई पढाउन थालेँ र त्यसको यति चर्चा भयो भने वारपारका गाउँको केटाहरू पनि पढ्न आउनु। कक्षालाई पढाएर स ल ग म सलगम र मैले देखेँ एउटा ठुलै गाडी विद्यालय अगाडि आयो र जिल्लाका डिप्टी कमिसनर झरे। सायद तपाईँले मलाई चिन्नुभयो। तिमी सूर्य प्रकाश हो? हो सर, म तपाईँकै त्यही अभागे शिष्य सूर्य प्रकाश। ए, तिमीलाई त नदेखेको 12-13 वर्ष भयो है? हजुर, योभन्दा शिक्षकहरूले छात्रहरूलाई बिर्सिन्छ, तर छात्रहरूले शिक्षकहरूलाई कहिल्यै बिर्सिँदैन। मेरो जस्तो मिठाई गर्ने बालकलाई बिर्सन त असम्भव छ हो। तिनै अपराधहरूको क्षमाचनाको लागि आज म तपाईँको सामु आएको हो सर। मैले धेरैपल्ट तपाईँलाई बधाई पत्र दिने प्रयास गरेँ, तर पठाउन सकेँ। तपाईँ जब इङ्ल्यान्ड जानुभयो, मैले धेरैपल्ट प्रयास गरेँ। तपाईँ जब प्रिन्सिपल हुनुभयो, म पनि इङ्ल्यान्ड जान तयारी लागिरहेको थिएँ। तर मलाई पत्रिकामा थाहा पाएँ, तपाईँको लेखनहरू हेरेँ, तपाईँ त गाउँमा राजीनामा दिन सक्नुभयो र गाउँमा एकान्तमा गएर बस्न थाल्नुभयो।
म यो जिल्लामा आएको 1 वर्षभन्दा पनि धेरै भइसक्यो, तर मलाई थाहा थिएन कि तपाईँ यो गाउँमा एकान्तमा कसरी सेवा गरिरहनुहुन्छ। यस्तो उजाड ठाउँमा तपाईँले कसरी मन लागेको? सूर्यप्रकाशको त्यो प्रगति हेर्दा मलाई कति सुख लागिरहेको म भन्न सक्दिनँ। यदि ऊ मेरै छोरा हुन्थ्यो भने पनि मैले उसमाथि यति नै गर्व गर्न मैले सूर्यप्रकाशलाई आफ्नो नजिक ल्याउन चाहेँ र आफ्नो पुरै लाभकारी सुनाउन अर्थात् तपाईँको आफ्नै दाजुभाइले तपाईँलाई विश्वासघात गरे। मेरो अनुभव थोरै छ, तर आजसम्म यतिसम्म चाहिँ बुझिसकेको छु कि हामी अहिलेसम्म आफ्नो जिम्मेवारी निभाउन जान्दैनौँ। मन्त्री साहबसँग भेट भयो भने म सोध्दैछु कि यही नै उनको धर्म हो। उनीहरूका नि आएन। म नि त्यो अवस्थामा त्यस्तै नै गर्दा मैले मेरो स्वार्थको सजाय पाइरहेको छु र उसका लागि म उनीहरूका ऋणी छु। यो एकान्तमा मैले जो शान्ति पाएको छु त्यो संसारको अरू कुनै कुनामा छैन। यो शान्तिमा मैले जीवनका मौलिक गुणवत्ता पाएको छु जुन धन र सम्पत्तिको दौडमा कहिल्यै सम्भव थिएन। इङ्ल्यान्डमा पढेर भूगोलको किताबहरू चाटेर पनि मैले आफ्नो मनको जलन मिटाउन सकेँ। बरु त्यो दिन प्रतिदिन बढ्दै गयो। त्यहाँ म केवल आत्मरक्षा गर्थेँ, तर यहाँ मैले सादगी र सन्तोष पाएको छु। र म तिमीलाई एउटा ज्ञानको कुरा भन्छु, तपाईँ बिना पाइलोको सफलताको चिडी चढ्न सक्नुहुन्न। धनको महलमा पुग्नको लागि तपाईँलाई अर्काको जीवन कुचल्नै पर्छ। मैले यो एकान्तमा साथी भेटेको छु र यहाँ आउने कुनै व्यक्ति स्वार्थ लिएर आउँदैन। न त मेरो पुरस्कारको लालसा हुन्छ न मेरै कुनै सेवाको प्रशंसा। सायद सूर्यप्रकाश मलाई यही देखाउन आएको कि जुन विद्यार्थीसँग म यति निराश थिएँ आज उसले यो पदलाई कति उच्च सुशोभित गर्दैछ। मैले सूर्यप्रकाशलाई सोधेँ, अरू बाबु तिमी आफ्नै भन, आफ्नै मुखले तिमीलाई यस्तो परिवर्तन कसरी पुग्यो? तिम्रो बिठाई याद गर्दा त आज पनि आँखामा आँसु आउँछ। यस्ता परिवर्तन त कुनै देवताको वरदानले सम्भव हुन सक्छ। हजुर, के भन्दैन सर, तपाईँको आशीर्वाद सधैँ मसँग रह्यो र यो सम्भव भयो। तपाईँ गएपछि मेरो ममेरा भाइ त्यो स्कुलमा भर्ती भयो। ऊ साह्रै गरिब, प्रिन्सिपलले उसलाई होस्टेलमा राख्ने मानेन। उसको मामा साहेबको व्यवस्था राम्रो थिएन। त्यसको सङ्कटमा देखेर मैले प्रिन्सिपल साहबलाई भने, सर, प्रिन्सिपल साहब, सर, मोहनलाई मेरो कोठामा राखिदिनुहोस्। यो नियमको विरुद्ध छ। मैले बिसाएर त्यस दिनै मैले होस्टेल छाडिदिएँ। मोहन र म एउटा भाडाको कोठा लिएर समय बस्न थाल्यो। मोहन साह्रै दुब्लो पातलो गरिब किसिमको केटो थियो।
त्यसकी आमा धेरै अगाडि बितिसकेको थियो। के भनौँ, अहिले म जब 10 बजे उठ्छु, 10 बजे उठ्ने केटो म अझै चिट्टी उठेर उसको लागि दुध तताउँछु, नास्ता पानी बनाउँछु, मनलाई उठाएर उसलाई आँखा पानी खुवाउँछु, उसलाई खाजा खुवाउँछु। म कहिल्यै किताब नपढ्ने केटो उसलाई घन्टौँ पढाउँथेँ। म आफै अचम्म पर्थेँ कि यस्तो जिम्मेवारी बोध म कसरी भयो। मेरो साथीहरूले पनि मलाई देखेर दादीमा दादीमा भनेर जिस्क्याउँछ, तर म उनीहरूको कुराहरू टाल्दिनँ। म उसलाई आदर्श बनाउन चाहन्छु। म अब 11-12 बजीसम्म राति घुम्ने केटो, स्कुलमा शरारतीको योजना बनाउने केटो, शिक्षकहरूको आँखा छल्दै भाग्ने केटो, ती सब बानीबाट म टाढा बस्छु। म पहिले ईश्वरको मजाक बनाउँथेँ, तर जबदेखि म मोहनसँग बस्न थालेँ म साह्रै आस्तिक भएँ। र एक दिन मलाई मोहनले सरल भावले सोध्यो, भैया परमात्मा सबै जग्गा छन् पनि त उहाँ मेरो साथ पनि हुनुहुन्छ। यस्तो प्रश्नको मजाक मैले बनाउन सकिनँ र मैले पनि उसलाई भने, हेर भाइ, परमात्मा हामी सबैमा हुनुहुन्छ, तिम्रोमा हुनुहुन्छ, मेरोमा हुनुहुन्छ, हामी सबैको रक्षा गर्नुहुन्छ। ल ल ल। मोहन 1 वर्षमै धेरै बदलिसकेको थियो। एक दिन मामा साहेब आएर मोहनलाई देखेर स्तब्ध भयो। मामा बाबु, तिमीले यसलाई फेरि जीवन दिएको छौ। म त निराश भइसकेको थिएँ। तिमीले यसको पुण्य फल ईश्वरले दिने छिन्। यसकी आमा स्वर्गबाट तिमीले आशीर्वाद दिइरहेको छिन्। सायद मोहनले तिमीलाई धेरै माया गर्थ्यो। मोहन मलाई साह्रै माया गर्थ्यो। ऊ म बिना एकछिन पनि बस्थेन। मसँगै सुत्थ्यो, मसँगै खान्थ्यो, मसँगै मजाकहरू गर्थ्यो। ऊ अझ संसारमा छैन, तर ऊ मेरो लागि अहिले पनि जीवित छ। म नै उसको सबै थोक थिएँ। एक दिन मैले उसलाई रिसाले भने, हेर भाइ, अबदेखि तिमी हरेक दिन नआइनौ भने म तिमीसँग बोल्दिनँ। नहीं भैया, यस्तो नभन्नुहोस्। म अबदेखि सधैँ नै आउँछु। वादा? वादा। शाबाश। मोहन नआउन भनेको चाहिँ साह्रै गाह्रो मान्थ्यो, तर मेरो चेतावनीले गर्दाखेरि सधैँ नआउन थाल्यो। चाहे जाडो होस्, चाहे चिसो हावा लागिरहेको होस्, मोहन अवश्य नआउँथ्यो। मोहन मसँग 3 वर्षसम्म बस्यो र मेरो जीवनलाई उज्यालोको रेखा तानेर फेरि अँध्यारोमा ल्यायो। एकपल्ट कश्मीरको स्कुलमा कश्मीरको भ्रमण गरे छात्रहरू।
र मलाई अध्यक्ष बनाए। म त साह्रै खुसी भएँ, किनकि मेरो पनि सोचेर रहेको कुराहरू पुरा हुन्छ भनेर सोचेँ। र मैले मोहनलाई मामा साहेबकोमा राखेर म पनि कश्मीर गएँ थिएँ। दुई महिनापछि म जब फर्केँ, मलाई थाहा पाएँ मोहन साह्रै बिमारी छ र म उसलाई हेर्न गएँ। सर मलाई देख्ने बित्तिकै मोहनको चेहरामा एउटा हर्ष झल्कियो। मोहन, 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 तेरो यस्तो हालत भैया 2 महिनामा यस्तो के भयो? भैया मोहन, सबको कश्मीर को यात्रा करना नहीं, जाने मोहन, कोई दियो कोई छ? माँ मोहन, माँ मोहन, आकाश नहीं, को यात्रा मोहन, करना मोहन, चाहता है। मोहन! और यस्तो दुःखको कहानीहरूलाई सुनाएर म कसैलाई रुवाउन चाहन्न। म गएपछि मोहन यस्तरी पढ्न थाल्यो मानव कुनै तपस्या गरिरहेको। मोहन मेरो प्रशंसा साह्रै चाहन्थ्यो। म कसरी उसलाई पीठ थाप्थेँ, कसरी उसलाई शाबासी दिन्थेँ। उति नै कल्पनाहरूले यति राम्ररी पढ्न थाल्यो कि 1 वर्षको पढाइ 2 महिनामा पुरा गर्छु भनेर ठान्यो। यही त्यो प्रेरणा थियो जसले मलाई जीवनको कठिन र कठिन परीक्षामा पास गरायो। नत्र म आजसम्म त्यही सुस्त बुद्धिको सूर्य प्रकाश हुन्थेँ र तपाईँ मलाई देखेर घृणा गर्नु। सर, अब म चाहन्छु त्यस दिनपछि म सूर्य प्रकाशसँग धेरै पटक भेटिसकेको छु। ऊ जहिले पनि यता आउँछ, मसँग भेट नगरी जाँदैन। मोहनलाई उसले आफ्नो जीवनको इष्टदेव मान्दैछ र मानव जीवनको यो एकमात्र यस्तो रहस्य छ जसलाई मैले आजसम्म बुझ्न सकेन। नमस्कार, म प्रेमचन्द। Thank you.